गर्नुभएको छ। आज तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु। अनि म चाहिँ चेप्टी घुम्नु गएको चर्चबाट लाग्नुभएको नि त। अनि चेप्टी चाहिँ धेरै राम्रो ठाउँ रहेछ। यहाँनिर घुम्नेहरू ठाउँ अनि फोटोहरू खिच्नु पनि राम्रो ठाउँ छ होइन। अनि यहाँनिर चाहिँ पिङहरू खेल्न पाइँदो रहेछ। अनि सिलिपिटी अनि निकै प्रकारको खेलहरू रहेछ होइन। निकै फुलहरू पनि छ। अनि यहाँनिर चाहिँ घुम्न एकदम रमाइलो राम्रो छ। अनि यहाँनिर चाहिँ ट्री हाउस पनि रहेछ क्या भनेको। अनि फुलहरू पनि एकदम राम्रो छ। अनि त्यहाँदेखि एकदम राम्रो लाग्यो मलाई चाहिँ होइन। तपाईँहरूलाई पनि आउनु मन छ भने आउँदा हुन्छ। अनि हामी चाहिँ सङ्गत पनि गरेको थियौँ। अनि थोरै सङ्गतीको पनि मैले चाहिँ यहाँ हालेको छु होइन। तपाईँले मतलब सङ्गती गर्दाखेरि सानो खाले सहयोग गएको होइन। अनि एकदम रमाइलो हुन्छ। अनि यहाँ चाहिँ फुलहरू पनि राम्रो छ। यो चाहिँ ट्री हाउस जाँदै गर्दाको यो चाहिँ एकछिनमा ट्री हाउसदेखि मुनि भ्यू एकदम राम्रो देखिन्छ। त्यहाँदेखि चाहिँ अनि यहाँनिर ठाउँ ठाउँमा राम्रो फोटोहरू पनि खिच्नुहुन्छ। झरनाहरू छ, सगरमाथाहरू पनि छ। अनि त्यहाँदेखि एकदम राम्रो छ। तपाईँहरू हेर्न सक्नुहुन्छ आएर पनि होइन। यहाँनिर हामी सङ्गति गरेको बेलामा चाहिँ यो भाइले क्या सयथुङ्गा एकदम राम्रो गएको छ। सानै भाइ हो। अनि अब अरू चाहिँ मैले गरिनँ, यति थोरै नै गरेँ, थोरै भ्लग बनाएको। अनि यति नै छ। अनि तपाईँहरू मसँग जोड्नु चाहनुहुन्छ, कोही नयाँ हुनुहुन्छ भने लाइक सब्सक्राइब गर्नु होला। अनि मेरो भिडियोमा लाइक गरिदिनु होला, सपोर्ट गरिदिनु होला। मुनि कस्तो लाग्यो कमेन्ट छोडिदिनु होला राम्रो भनेर। अनि बाई सबैजनालाई फेरि पनि अर्को भ्लगमा